हेलो नमस्ते, म चाहिँ प्रेम। जापान सरकारले चाहिँ 2026 जनवरीदेखि चाहिँ के नियम ल्याउँदैछ स्टुडेन्टको लागि, बिहारको लागि, वर्किङको लागि र ट्याक्स पेन्सन लिङ्किङको चाहिँ के परिवर्तनहरू ल्याउँदैछ त म यो कुरा तपाईँलाई चाहिँ सामान्य जानकारी दिन गइरहेको छु। भिजा रिन्यू गर्दाखेरि चाहिँ 6000 रुपियाँ चाहिँ भिजा रिन्यू शुल्क लाग्दछ भने अहिले चाहिँ त्यो बढेर चाहिँ 30देखि 40,000 रुपियाँसम्म चाहिँ लाग्ने सम्भावना छ। र अर्को ठुलो परिवर्तन के हो भनेपछि पिआर सम्बन्धी चाहिँ परिवर्तन है। पिआरको चाहिँ भिजा रिन्यू 2025सम्म तपाईँको चाहिँ 10,000 रुपियाँ लाग्थ्यो होइन, त्यही 10,000 बढेर चाहिँ अहिले 1 लाखसम्म चाहिँ लाग्ने चाहिँ अहिले चाहिँ योजना चाहिँ जापान सरकारले चाहिँ बनाएको छ। यसको कारण के हो त? विदेशी जनसङ्ख्या वृद्धि भएकोले अध्यापनको कार्यभार बढेको र डिजिटल प्रणालीमा लगानी गर्न बजेट आवश्यक भएकोले जापान सरकारले चाहिँ यस्तो योजना ल्याउने भन्ने जनाएको छ। हालको टिआइटिपी टेक्निकल इन्टर्मलाई 2027मा पूर्ण रूपमा चाहिँ प्रतिस्थापन गरिने भएको छ। 2026देखि यसको सङ्क्रमणकालीन नियम भने लागू हुनेछन्। कम्पनी परिवर्तन अथवा जब ट्रान्सफरका नयाँ नियमहरू अनुसार 1 वर्ष काम गरेपछि र निश्चित जापानिज भाषा दक्षता अथवा N4 अथवा N5 हासिल गरेपछि कामदारले सोही क्षेत्रमा कम्पनी चाहिँ परिवर्तन गर्न पाउनेछन्। विद्यार्थीहरूका लागि नयाँ स्नातकका लागि समय सीमा 2026मा स्नातक हुने विद्यार्थीहरूले 31 जनवरी 2026सम्ममा भिजा परिवर्तन स्टुडेन्ट अथवा वर्कको आवेदन दिनुपर्ने हुन्छ, जसमा चाहिँ युनिभर्सिटीबाट उत्तीर्ण विद्यार्थीहरूका लागि केही कागजातहरू बुझाउन नपर्ने गरी प्रक्रिया सहज बनाएको छ। जापानमा चाहिँ हालसम्म जसले पिआर, पेन्सन र ट्याक्सहरू तिरेको छैन, यसमा चाहिँ ठुलो निकै कडा गर्ने देखिन्छ। तपाईँहरूले पनि चाहिँ पिआर, ट्याक्स, पेन्सन तिरेको छैन भने तिर्नु होला। पछि भिजा रिन्यू गर्दाखेरि चाहिँ निकै ठुलो समस्या पनि आउन सक्ने चाहिँ सम्भावना दिएको छ। यसमा भने जापान सरकारले चाहिँ ठुलो चाहिँ कडाइ चाहिँ गरेको